ए मामा यो के को घाँस हो नि राई खनी हो भन्ने यही हो हजुर हजुर ए यो पोसिलो हुन्छ केलाई हो नि यो घाँस काटेको ए खसी पाठा पाल्नु भएको ए हजुर 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 किसानी हो ए के पाल्नु भएको छ नि एउटा भैँसी छ पालो भैँसी ए अनि पाठा हजुर हजुर त्यस्तै पालेर किसानी काम गरेको छु मैले ए हजुर त जाँगरेलो मान्छे रहेछ नि रहेछ त नि रहेछ अनि खेतीपाती पनि गर्नु भएको छ खेतीपाती अलिअलि पकाइसके खाइराखेको बाख्रा पाठालाई ए हजुर हजुर मान्छेले त खाइँदैन ए अब यही बाख्रा पाठालाई अलिअलि यसो हुन्छ भनेर मकैसकै छरेको छ यो पेसामा कृषि पेसा राम्रो हो कि अरू पेसा राम्रो हो नि मान्छेले सुनको व्यापार गरोस् गाँजाको गरोस् अरू जे व्यापार गरे पनि कृषिमा आधारित नभइकन मान्छेलाई बाँच्न गाह्रो छ कि ठुलै सरकारी पोस्ट चाकरी खान पर्यो अनि यसमा आनन्द पनि रहेछ आनन्द एक्सर्साइज धेरै बिहान बढी वाक हिँड्नुभन्दा घाँस काट्न राम्रो हो धेरै राम्रो मान्छेले कुकुर पाल्छन् कुकुर पालेर बिहानै दौडाउँदै हिँड्छन् बाटा हजारको लुटान्छन् हजुर हजुर एउटा पाठो पाल्ने त्यस्तो ठाउँमा कति खाइरा हुन्थ्यो कुकुर पाल्नुभन्दा बाख्रा पालेको राम्रो है बाख्रा पाले धेरै राम्रो ओहो आम्दानी पनि हुने आम्दानी पनि हुने ओहो एक्सर्साइज पनि हुने हजुर हजुर त्यही कारणले म चाहिँ किसानी पेसै छैन गर्नु पर्यो भनेर के अरे हजुरको नाम के हो नि मेरो बुढाखर पौडेल हजुर हजुर पुरानो मेरो स्याङ्जा ए किचनास तारे बरा हो हजुर हजुर हाल शुक्ला गण्डकी साथ ए तारे बरामा घनश्याम भण्डारले चिन्नुहुन्थ्यो घनश्याम भण्डारी मेरो साथी हुन् हजुर हजुर दाइ पनि हुन् हजुर हजुर हामी लाल जोडी जस्तो हो लाल जोडी है ए अहिले कहाँ हुनुहुन्छ त उहाँ अहिले उहाँ त चितवनको नयाँ बस्ती भन्ने ठाउँमा हुनुहुन्छ ए जगतपुर भन्नेतिर हो जगतपुर नयाँ बस्तीमा हुनुहुन्छ ए ल उहाँलाई पनि नमस्कार भनौँ ल उहाँलाई धेरै नमस्कार घनश्याम भण्डारजीलाई ल हस् त धन्यवाद है ओके